सम्पूर्णमा नमस्कार। आज हामी रिस्क एन्ड रिटर्न भन्ने टपिक जुन चाहिँ हजुरलाई एकदमै इम्पोर्टेन्ट छ बीबीएस लेभलमा हो त्यसको बारेमा डिस्कस गर्न जाँदैछौँ, जसमा चाहिँ हजुरले बीबीएस फर्स्ट इयरको स्टार्टमा, बीबीएस सेकेन्ड इयरको फाइनेन्समा र बीबीएस फोर्थ इयरको फाइनेन्सको तर्फको इन्भेस्टमेन्ट भन्ने सब्जेक्टमा चाहिँ रिस्क एन्ड रिटर्न एन्ड पोर्टफोलियो म्यानेजमेन्ट भन्ने टपिक पढ्नुपर्ने हुन्छ, जुन चाहिँ यो हजुरलाई स्टार्टमा, फाइनेन्समा, इन्भेस्टमेन्टमा तीनटैमा 15 मार्क्सको न्युमेरिकल प्रब्लम आउने गर्दछ। त्यसमा चाहिँ हजुरले फर्स्ट अफ अल त रिटर्न भनेको के हो, रिस्क भनेको के हो भन्ने कुरा जान्नुपर्छ। अनि त्यो जानेपछि अनि त्यसका फर्मुलाहरू छन् हैन, हजुरले पढ्दै आउनुभएका कुराहरू केही आधारमा छ, जसमा पढ्नु भएको म्याथको कुराहरू, मिनको कुरा, मिडियनको कुरा, स्ट्यान्डर्ड डेभिएसनको कुरा, कोफिसिएन्ट अफ भेरिएसनको कुराहरू हो, यही कुराहरू छ, एकदमै सजिलो छ। आजको क्लासमा चाहिँ हामी के गर्छौँ त भन्दाखेरि मैले एउटा मोडल क्वेसन चाहिँ सल्भ गर्न जाँदैछु, जसमा चाहिँ बीबीएस फोर्थ इयरको चाहिँ ओल्ड इज गोल्डबाट यो 2081 को ओल्ड इज गोल्डको आएको क्वेसन, मोडल क्वेसन, जसमा चाहिँ 18 नम्बरको प्रब्लम 15 मार्क्समा आएको छ। यो क्वेसन चाहिँ म हजुरलाई सल्भ गरेर देखाउँछु। यो क्वेसन सल्भ गर्नभन्दा अगाडि थोरै कुरा बुझाउन चाहन्छु। के कुरा बुझाउँछु त भन्दाखेरि फर्स्टमा रिस्क एन्ड रिटर्नको पार्ट छ। रिस्क भनेको के हो, रिटर्न भनेको के हो भन्ने कुरा थोरै बुझौँ, अनि त्यो बुझिसकेपछि म हजुरलाई अरू कुरा भन्नेछु। जसमा रिटर्न भनेको चाहिँ के हो त भन्दाखेरि अब हामीले लगानी गर्छौँ हैन, लगानी गरेपछि त्यहाँबाट विभिन्न किसिमका प्रतिफलहरू प्राप्त हुन्छ, त्यसलाई नै रिटर्न भनेर भनिन्छ। अनि त्यस पछाडि गएर रिस्क भनेको चाहिँ के हो त भन्दाखेरि जोखिम हो, जसमा लगानी गर्दा अथवा कुनै पनि काम गर्दाखेरि विभिन्न किसिमका हानि नोक्सानीहरू हुन सक्छ हैन, त्यसलाई नै जोखिम भनेर भनिन्छ। ल अब यति कुरा जानिसकेपछि म अब यसको डिटेलली रूपमा फर्मुलामा यताउति गइन, आज यो क्वेसन मात्रै सल्भ गर्नतर्फ जान्छु। यो क्वेसन सल्भ गर्नभन्दा अगाडि थोरै कुरा रिटर्नलाई अथवा एक्सपेक्टेड रिटर्नलाई केले डिनोट गरिन्छ भन्ने कुरा चाहिँ भन्छु, अनि त्यसपछि म सिधै क्वेसनमा जान्छु। जसमा रिटर्नलाई चाहिँ हामीले केले डिनोट गर्न सकिन्छ त भन्दाखेरि आरले डिनोट गर्न सकिन्छ, सानो आरले डिनोट गर्न सकिन्छ, एचपीआर भनेको होल्डिङ पिरियड रिटर्नले डिनोट गर्न सकिन्छ, आईआरआर भनेको इन्टरनल रेट अफ रिटर्नले डिनोट गर्न सकिन्छ, वाइटिएम भनेको वाइटिएमले डिनोट गर्न सकिन्छ, यस्तै वाइटिसी अनि वाइ अरू विभिन्न कुराले पनि डिनोट गर्न सकिन्छ। यो डिनोट गर्ने कुरा हो, यो हजुरले बुझ्नु होला। यति भनेर आयो भने चाहिँ यो भनेको रिटर्न हो भन्ने कुरा बुझ्नु होला। त्यस्तै गरी एक्सपेक्टेड रिटर्नलाई चाहिँ माथि आर बार माथि यसरी दिइन्छ हैन, आर बारले डिनोट गर्न सकिन्छ। त्यस्तै ई लेखेर अनि आर कोष्टकभित्र राखेर एक्सपेक्टेड रिटर्न भनेर यसरी डिनोट गर्न सकिन्छ। यस्तै अरू कुराले पनि डिनोट गर्न सकिन्छ, त्यो चाहिँ बुझ्नु होला। ल अब यति बुझिसकेपछि अब हामी क्वेसनमा जान्छौँ। क्वेसनले यत्रो लामो कुरा भनेको छ, यो मैले पढेर सुनाइरहन रहेन, जसमा म टेबलमा गएँ। टेबलमा गइसकेपछि म के कुरालाई चाहिँ सल्भ गर भनेको छ, क्वेसनले के सोधेको छ भन्ने कुरा बुझाउनतर्फ लागे। जसमा चाहिँ एउटा मोहित भन्ने केटा हुनुहुन्छ हैन, उहाँको चाहिँ बारेमा दिएको छ, 5 वर्षको डिटेल दिएको छ, पास्ट 5 इयर्सको, जसमा 2019 देखि 2023 सम्मको डिटेल दिएको छ। यसमा चाहिँ अब स्टक एक्स र स्टक वाई दुईटा स्टकको कुरा गरेको छ, अनि शेयर प्राइस भनेर दिएको छ दुईटै स्टकको, अनि डिभिडेन्ड इन्कम अनि बिगिनिङ प्राइस र इन्डिङ प्राइस दिएको छ हजुरलाई। बिगिनिङ प्राइस भनेको P0 हो, इन्डिङ प्राइस भनेको P1 हो, यो थाहा छँदैछ हजुरलाई। त्यस्तै गरी स्टक वाईको पनि डिभिडेन्ड इन्कम अनि बिगिनिङ र इन्डिङ भनेर दिएको छ। यति दिइसकेपछि हामीलाई के चाहिँ निकाल्नु भनेको छ, के चाहिँ सोधेको छ त भन्ने कुरा म भन्छु। फर्स्टमै के भनेको छ त भन्दाखेरि डिटरमाइन द होल्डिङ पिरियड रिटर्न फर इच स्टक in each of the preceding 5 years. Find the expected return for each stock using the approaches specified by मोहित भनेर दिएको छ। भनेपछि मैले अघि फर्स्टमै किन कुरा गरेको, के कुराले डिनोट गर्ने भन्ने कुरा गरेको याद गर्नु पर्यो। होल्डिङ पिरियड रिटर्न एचपीआर भन्ना साथै के कुरा बुझ्नु पर्यो त भन्दाखेरि हामीलाई रिटर्न निकाल भनिरहेछ, क्वेसनले रिटर्नको कुरा गरिरहेछ भन्ने कुरा बुझ्नु पर्यो। भनेपछि हामीले फर्स्टमा रिटर्न क्याल्कुलेट गर्नु पर्यो, स्टक एक्सको पनि स्टक वाईको पनि। त्यस्तै गरी हामीले एक्सपेक्टेड रिटर्न
भनेको आर बार भने पनि हुन्छ अनि ई आर लेखे पनि हुन्छ कोष्टकमा हो त्यसको चाहिँ क्याल्कुलेट गर्नु पर्यो एक्सपेक्टेड रिटर्न निकाल्नु पर्यो ल फर्स्ट नम्बरको ए नम्बरले भनेको रहेछ हामीलाई रिटर्नको कुरा र एक्सपेक्टेड रिटर्नको कुरा अब सेकेन्डमा नजाउँ पहिला यति क्याल्कुलेट गरौँ क्याल्कुलेट मैले गरेको छु कसरी गर्ने भन्ने कुरा म देखाउँछु अनि यो गरिसके पछाडि हामी बी नम्बरमा जान्छौँ ल फर्स्टमा के गरौँ त भन्दाखेरि फर्स्टमा हाम्रो टेबलमा जे छ त्यही सार्ने क्याल्कुलेसन टेबल भनेर बनाउने अनि सोलुसन लेखेर हैन क्याल्कुलेसन टेबल बनाइसकेपछि स्टक एक्स र स्टक वाइ नै लेख्ने अनि त्यो लेखिसकेपछि इयर दिएको छ हजुरलाई 2019 देखि 2023 सम्म सिमिलर सार्ने अनि डिभिडेन्ड इन्कम भनेर दिएको छ डिभिडेन्ड इन्कमलाई मैले डिआई सर्टकटमा लेखेको छु डिआई भनेर यही भएको अमाउन्टहरु सार्ने आरएसमा दिएको छ 1.6 1.7 यो कुराहरु सार्ने त्यस्तै गरी अघि मैले भनेको थिए बिगिनिङ भनेर दिइसकेपछि त्यो भनेको P0 हो P0 भनेर त्यही भएको अमाउन्ट क्वेशनमै भएको अमाउन्ट चाहिँ हुबहु सार्ने त्यस्तै गरी इन्डिङ भनेर दिएको छ इन्डिङ अमाउन्टलाई पनि हुबहु सार्ने ल यो भनेको स्टक एक्स को कुरा भयो त्यस्तै गरी स्टक वाइ को कुरामा पनि डिभिडेन्ड इन्कम भनेर यही भएको अमाउन्ट सार्ने अनि P0 भनेर बिगिनिङ प्राइस दिएको छ यो कुरा पनि सार्ने त्यस्तै गरी P1 भनेर दिएको छ यो P1 को कुरा पनि सार्ने अब यति सारिसकेपछि अब हाम्रो ए नम्बरमा सोधेको कुरातर्फ जान्छौं जसमा ए नम्बरमा सोधेको छ हजुरलाई होल्डिङ पिरियड अफ रिटर्न यो भनेको एचपीआर अथवा रिटर्न हो रिटर्न क्याल्कुलेट गर्नु भनेको हो हामीले अब फर्मुलाहरु हजुरलाई आवश्यक छ भने म प्रोवाइड गरिदिन्छु मेसेज गर्नु होला त्यस्तै गरी अब मैले अहिले फर्मुला लेख्न चाहिन मैले अब डाइरेक्ट क्याल्कुलेसन गर्नतर्फ लागे रिटर्न चाहिँ कसरी क्याल्कुलेट गर्छौं एचपीआर कसरी क्याल्कुलेट गर्छौं त भन्दाखेरि हाम्रो फर्मुला हुन्छ इन्डिङ प्राइस माइनस बिगिनिङ प्राइस प्लस डिभिडेन्ड डिवाइडेड बाइ बिगिनिङ प्राइस मल्टिप्लाई 100 हुन्छ हो यो फर्मुला लगाएर हामी क्याल्कुलेट गर्छौं मैले यो फर्मुला यहाँ माथि टेबलमा पनि राखेको छु जसमा होल्डिङ पिरियड रिटर्न एचपीआर भनेको अनि एक्स भनेर यहाँ तल डिनोट गरेको छु यो इक्वल्स टु P1 माइनस P0 प्लस D डिवाइडेड बाइ P0 हुन्छ हैन हो अब त्यसो भए म तपाईहरुलाई एउटा यहाँ गरेर पनि देखाउँछु यहाँ मैले निकालेको पनि छु P1 भनेको 26 छ 26 हैन माइनस अनि त्यसपछि गएर P0 भनेको 23 छ 23 हैन अनि त्यस्तै गरी 3 आयो 26 बाट 23 घटाउँदाखेरि अब यसमा प्लस डिभिडेन्ड इन्कम चाहिँ जोड्नु पर्छ 1.6 जोड्ने भनेसी 4.6 आयो अनि त्यसपछि डिवाइडेड बाइ बिगिनिङ प्राइस डिवाइड गर्ने भनेको 23 क्वेशनमै गिवन छ 23 ले डिवाइड गर्ने यति आयो अनि मल्टिप्लाई बाइ 100 गर्ने ठ्याक्कै हाम्रो 20% आयो हो यसरी नै सबैको क्याल्कुलेट गर्ने हो यसरी सबैको क्याल्कुलेट गरेर हामीले रिटर्न क्याल्कुलेसन गर्न सकिन्छ हाम्रो जुन यो P1 छ हो यो भ्यालुबाट P0 को भ्यालु घटाउने डिभिडेन्ड इन्कम जोड्ने अनि डिवाइडेड बाइ P0 ले डिवाइड गर्ने अनि मल्टिप्लाई 100 गर्ने हो यसरी चाहिँ हामीले एचपीआर अथवा रिटर्न होल्डिङ पिरियड अफ रिटर्न अथवा रिटर्न क्याल्कुलेट गर्न सक्छौं ल हामीले जसरी स्टक एक्स मा गर्यौं त्यस्तै गरी स्टक वाइ मा पनि त्यसरी नै क्याल्कुलेट गर्ने यही फर्मुला लगाउने इन्डिङ प्राइस भनेको P1 माइनस बिगिनिङ प्राइस भनेको P0 प्लस D भनेको डिभिडेन्ड डिवाइडेड बाइ P0 मल्टिप्लाई बाइ 100 हो यही फर्मुला लगाउने यो फर्मुला लगाएर हामीले यसरी नै क्याल्कुलेट गर्ने मैले स्टक वाइ को पनि एकचोटी गरेर देखाएँ हजुरलाई जसमा P1 भनेको 23 माइनस P0 भनेको 22 छ 1 आयो प्लस डिभिडेन्ड भनेको 2 छ 3 आयो डिवाइडेड बाइ अनि P0 भनेको 22 छ 22 यति भयो मल्टिप्लाई बाइ 100 गर्दाखेरि 13.64% जुन हजुरले देख्न सक्नुहुन्छ क्याल्कुलेटरमा पनि मैले क्याल्कुलेट गरेर पनि राखेको छु ल अब त्यसो भए हो यसरी क्याल्कुलेट गरिसकेपछि हाम्रो स्टक एक्स को पनि स्टक वाइ को पनि रिटर्न को कुरा सकियो यो यसरी रिटर्न क्याल्कुलेट गर्यो जसमा जुन जुन आन्सर आएको छ त्यही आन्सर मैले यहाँ क्याल्कुलेट गरेर निकालेको छु हजुरको पनि यो फर्मुला युज गरेर क्याल्कुलेट गर्नुभयो भने अवश्य पनि निस्किने छ ल अब त्यसो भए हाम्रो अर्को पार्ट तर्फ
रिटर्नको कुरा सक्यो। अब एक्सपेक्टेड रिटर्नतर्फ जाउँ। एक्सपेक्टेड रिटर्नमा हजुरले के गर्नुपर्ने हुन्छ त भन्दाखेरि के फर्मुला लगाउने त भन्दाखेरि समेसन सम अफ रिटर्न, यो सबैको सम भनेको जोड्ने, यो सबैलाई डिभाइडेड बाई एन हो, यो फर्मुला हुन्छ। मैले अघि भन्न भुलेछु एउटा कुरा जसमा चाहिँ मैले हजुरलाई फर्स्टमै भन्नुपर्ने, हामीले क्वेसन हेरेर फर्स्ट अफ अल चाहिँ हिस्टोरिकल डाटाको केस हो कि प्रोबेबिलिटी दिएको केस हो भन्ने कुरा चिन्नुपर्छ। जसमा प्रोबेबिलिटी नदेखिसकेपछि यो हिस्टोरिकल डाटा हो भन्ने कुरा बुझ्यौँ होइन, अनि त्यही अनुसारको फर्मुला युज गर्ने हो। यदि प्रोबेबिलिटी हो भने त्यही अनुसारको फर्मुला युज गर्नुपर्छ। यो चाहिँ हिस्टोरिकल डाटाको केस हो, त्यसै कारणले गर्दाखेरि डिभाइडेड बाई एन गरेको। सम अफ रिटर्न डिभाइडेड बाई एन हो यो फर्मुला लगाउने, जसमा चाहिँ अब हामीले अघि क्यालकुलेट गरेका थियौँ रिटर्न अथवा एचपिआर होल्डिङ पिरियड अफ रिटर्न भनेर, यसलाई जोड्ने। यो जोडिसकेपछि मैले स्टक एक्सको सबैलाई जोड्दाखेरि 67.19% आयो होइन हो। यो डिभाइडेड बाई एन भनेको चाहिँ कतिवटा इयर छ, कतिवटा पिरियड छ। अब जस्तो कि 1 2 3 4 5वटा हो नि हो, डिभाइडेड बाई 5 गरेपछि 13.44 आउँछ। स्टक ए को कुरा सक्यो, एक्सपेक्टेड रिटर्न पनि निस्क्यो होइन। त्यस्तै गरी स्टक बीमा गर्ने, स्टक वाईमा गर्ने। स्टक वाईमा पनि हजुरले जसरी स्टक एक्समा निकाल्नु भयो सम अफ रिटर्न भनेको जस्तै यता पनि सम गर्ने। अघि हामीले निकालेको रिटर्नको जोड्ने, यो सबैलाई जोड्ने, यो जोड्दाखेरि 60.03 आयो। अनि यसलाई डिभाइडेड बाई 5 गर्ने, एन भनेको 5 हो, 5 ले डिभाइड गर्ने 12.01% आयो। ल अब हामीले ए नम्बरको क्यालकुलेट गर्यौँ होइन। ए नम्बरको कुरा मैले गरेँ, प्लस हजुरहरूलाई बुझाएँ पनि के हो रिटर्न भनेको, के हो एक्सपेक्टेड रिटर्न, के हो रिस्क भनेको, अनि त्यसपछि क्वेसन कसरी सार्ने, के निकाल्ने, होल्डिङ पिरियड अफ रिटर्नको फर्मुला के हो, कसरी गर्ने, रिटर्न निकाल्ने कुरा, एक्सपेक्टेड रिटर्न निकाल्ने कुरा गरेँ। अब नेक्स्ट भिडियोमा चाहिँ म हजुरहरूलाई BCD को चाहिँ सल्भ गरेर देखाउने छु। ल अहिलेलाई चाहिँ यति नै, हस् त, धन्यवाद।